अनुराग सुवेदीज्यूलाई आफ्नो सुन्दर प्रस्तुतिको लागि मञ्चमा आमन्त्रण गर्दछु। जय जय श्री राधे। पाउजु 1000 रुपैयाँ पर्छ तर खुट्टामा लगाइन्छ, टिकी मात्र 1 रुपैयाँ पर्छ तर निधारमा लगाइन्छ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। हिमालय शिव सभ्यता कैलाश पर्वतको तपोभूमिको काखमा अवस्थित यस सुन्दर एवं पर्यटकीय नगरी पोखरामा मानव सेवा फाउन्डेसनद्वारा आयोजित यस ऐतिहासिक श्री गण्डकी 100 कुण्डीय गायत्री कोटियम विराट ज्ञान महायज्ञ 2082 का परिकल्पनाकार श्री विजय कृष्णमूर्ति महाराज, मानव सेवा फाउन्डेसन नेपालका संस्थापक अध्यक्षजी र सदस्यजीहरू आज हुन गइरहेको यस वक्तित्व कला प्रतियोगिताका सभा अध्यक्ष महोदय, प्रमुख अतिथि कृष्णजी र सम्पूर्ण अतिथिगणहरू, आज यहाँ पाल्नुभएका सम्पूर्ण दर्शकबिनहरू, आज यहाँ पाल्नुभएका पत्रकारजीहरू, सुरक्षाकर्मीजीहरू, सम्पूर्ण महानुभावमा म अनुराग सुवेदी मेरो विद्यालय श्री शिव माध्यमिक विद्यालयको तर्फबाट हार्दिक सराहनाको दण्डवत पक्राउन चाहन्छु। आज हुन गइरहेको यस वक्तित्व कला प्रतियोगिताको शीर्षक रहेको छ सनातन संस्कृति गण्डकी कोटी होम र हामी विद्यार्थी। अब म यस शीर्षकमा मेरा विषयहरू राख्न गइरहेको छु। राम्रो भए तापनि नराम्रो भए तापनि ध्यानपूर्वक सुनिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामीले पहिला बुझौँ सनातन संस्कृति भनेको के हो। सनातन संस्कृति भनेको केवल धार्मिक प्राणी मात्र नभएर सनातन संस्कृति भनेको जीवन जिउने एक उपाय हो। सनातन संस्कृति भनेको एउटा जीवन जिउने उपाय हो। धार्मिक, व्यावहारिक र गुणात्मक ज्ञान यसले सिकाउँछ। सनातन संस्कृति विशेष गरी हिन्दू धर्मसँग प्रभावित रहेको हुन्छ। सनातन संस्कृति अर्थात् सनातनको शब्द अर्थ नै अनादि अनन्त शाश्वत वर सदैव रहने भन्ने हुन्छ। सभा अध्यक्ष महोदय, सनातन जीवनका 4 पुरुषोत्तमहरू रहेका हुन्छन्। अर्थ, धर्म, मोक्ष र कामलाई संयमित ढङ्गले अभ्यास गर्न सनातन संस्कृतिले बल दिन्छ। सभा अध्यक्ष महोदय, सनातन संस्कृतिले अरू विभिन्न कुरालाई पनि जोड्दै अघि बढ्दछ। सनातन संस्कृतिको मूल आधार हिन्दू धर्मका मूल ग्रन्थहरू हुन्। ज्ञान, ध्यान, जीवनशैली र अध्यात्मबारे यिनीहरूले गहिरो अभ्यास गर्दछन्। आत्म उन्नतको मार्गमा योग, ध्यान र प्राणायाम महत्त्वपूर्ण रहेको यहाँहरूलाई अवगत नै छ होला। सम्पूर्ण जनावरप्रति करुणा, माया, अहिंसा र सहिष्णुतामा सनातन संस्कृतिले बल दिन्छ। सभा अध्यक्ष महोदय, मानव सभ्यताको विकाससँगै हिजो आज बढ्यो सनातन संस्कृति। मानस जन्मदेखि मृत्युसम्म विभिन्न अवस्थामा गरिने 16 संस्कार जस्तै नामकरण, उपनयन, विवाह, व्रत हुँदा आदि पनि सनातन संस्कृति अन्तर्गत नै पर्दछन्। सनातन संस्कृतिले विभिन्न देवी देवता, पन्थ र दर्शनहरू बीचको सहअस्तित्व र सहिष्णुतामा बल दिन्छ र यो यसको विशेषता हो। विभिन्न ढुङ्गा, वृक्ष, जनावर र आदि कुराहरूलाई पवित्र मानी पूजा गर्ने परम्परा पनि सनातन संस्कृति अन्तर्गत नै रहेको छ। सभा अध्यक्ष महोदय, म अब सनातन संस्कृतिका केही विशेषताहरू भन्न गइरहेको छु। सनातन संस्कृतिका विशेषताहरू निम्न रहेका छन्। विभिन्न योग र ध्यान, विभिन्न धर्म ग्रन्थहरूको अध्ययन, कर्म मोक्षको मार्गदर्शन, अहिंसा र सहिष्णुता, प्रकृति पूजक समाज आदि सनातन संस्कृति अन्तर्गत नै पर्दछन्। सनातन संस्कृति केवल धार्मिक प्राणी मात्र नभएर यो जीवन जिउन उपयोगी एक व्यावहारिक ज्ञान हो। सनातन संस्कृतिले व्यवहार, अध्यात्म र अरू विभिन्न कुरासँग समाजको सम्बन्धलाई गहिराइमा बुझाउँछ। सभा अध्यक्ष महोदय, गण्डकी कोटी होम नामै यति पवित्र छ। यहाँ गरिरहेका काम त कतिौं पवित्र छन् होला। एउटा काली गण्डकी पवित्र नदी र एउटा पवित्र यज्ञको नामबाट राखिएको यो गण्डकी कोटी होम। जस्तै नाम पवित्र छ त्यस्तै यहाँ भएका कामहरू पनि उत्तिकै पवित्र छन्। हजारौं शालिग्रामको दर्शन गर्न पाइन्छ, सयौं कलशहरूको अवलोकन गर्न पाइन्छ। विभिन्न वाचक र वाचिकाद्वारा विभिन्न ग्रन्थहरूको वाचन भएको हामीले सुन्न पाइन्छ र सयौं पण्डितद्वारा विभिन्न गायत्री मन्त्रहरूको उच्चारण भएको हामीले यहाँ सुन्न पाइन्छ। यस्तो कोटी होम अहिलेसम्म 2 ठाउँमा मात्र भएको छ, त्यो हो काठमाडौँ र पोखरा। म यस कोटी होमका आयोजक श्री विजय कृष्णमूर्ति महाराज र मानव सेवा फाउन्डेसन नेपाललाई के भन्न चाहन्छु भन्दाखेरि यस्तो कोटी होम काठमाडौँ र पोखरामा मात्र होइन, देशका 77वटा जिल्लामा सञ्चालन गर्नुपर्दछ भन्ने मेरो भनाइरहेको छ। हामी विद्यार्थी अहिले त सानै छौँ। अहिले हामीले गर्न सक्ने काम भनेको व्यापक प्रचार आफ्नो ठाउँबाट गर्ने हो। तर हामी ठुलो हुँदै जाँदाखेरि गण्डकी कोटी होम, श्री मानव सेवा फाउन्डेसन र विजय कृष्णमूर्ति महाराजबाट धेरै ज्ञान लिने र त्यो आफ्नो जीवनमा प्रयोग गर्न सक्ने भने हामी सधैँ सफल भइन्छ। हामी कहिल्यै पनि असफल भइदैनौँ। त्यसैले हामी ठुलो हुँदै जाँदाखेरि उहाँहरूबाट धेरै ज्ञान लिएर
मिलेर हामीले देशव्यापी रूपमा मात्र होइन विभिन्न अरू देशमा पनि सनातन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यसै कोटियम सञ्चालन गर्नुपर्दछ र अरू देशमा पनि हिन्दू धर्मलाई एकाग्र गराउनु हाम्रो भूमिका रहेको हुन्छ। म एउटा सनातन संस्कृतिको उदाहरण दिन चाहे। केही 5 वर्ष अगाडिको कुरा होला। कोभिड-19 को बेलामा अमेरिका जस्तो क्रिस्चियन मुलुकले त नेपालबाट सयौं भक्तजनहरू र पण्डितहरूलाई लगेर हवन गरिएको थियो। कोरोना भाइरस विरुद्ध हवन गरिएको थियो र त्यो हवन सफल भयो जस्तो लाग्छ र अहिले कोरोना निमित्त छ। त्यस्तो ठुल्ठुलो क्रिस्चियन राष्ट्रले त सनातन संस्कृतिलाई मान्न थालेका छन् भने हामी सनातन संस्कृतिको उब्जाउ भएको ठाउँका मानिसहरू नै अहिले क्रिस्चियन जस्ता अरू विभिन्न धर्ममा लागेका छौँ। अब हामीले अरू विभिन्न धर्ममा लाग्ने होइन, आफ्नै धर्मलाई बचाउने र आफ्नै धर्ममा लाग्नु हो। ब्रह्माण्डीय अस्तित्व र वैज्ञानिक स्रोत साधनको संरक्षण र टिकाउ गर्ने शासक स्रोत र साधन दुवै हो सनातन धर्म र संस्कृति। सभा अध्यक्ष महोदय, अब हामी सबै एक हुनुपर्छ। अब हामी सबै एक हुनै पर्छ र हामीले यस्ता कोटियम अरू विभिन्न ठाउँमा पनि सञ्चालन गर्नै पर्दछ। सभा अध्यक्ष महोदय, विश्वलाई बहु वर्णबाट एक वर्ण मिठम्म ल्याउने शास्त्र हत्या बाटो हो सनातन संस्कृति र धर्म। म अब यहाँ अरू कुरा पनि थप्न चाहन्छु। हामी विद्यार्थी अहिले त सानै छौँ, तर हामीले ठुलो हुँदै गर्दाखेरि धेरै काम गर्न सकिन्छ। हामीले यस कुराहरूलाई मध्यनजर गर्दै हामी यस श्री गण्डकी कोटियममा आउनुपर्छ। श्री गण्डकी कोटियमका मूल आयोजक विजय कृष्ण मूर्ति महाराज र मानव सेवा फाउन्डेसनलाई मैले यस्तो कार्यक्रम सञ्चालन गरिदिनु भएकोमा हार्दिक धन्यवाद टक्राउन चाहन्छु। हामी 1-2 दिन आएर यस्तो कोटियममा सञ्चालन भइने र बस्ने व्यक्तित्वहरू त स्वर्गमा पुगिन्छ होला, तर यस्तो कार्यक्रम सञ्चालन गर्नुहुने श्री मानव सेवा फाउन्डेसनका संस्थापकज्यूहरू विजय कृष्ण मूर्ति महाराजजी जस्ता व्यक्तित्वहरू त वैकुण्ठमै पुग्नुहुन्छ होला जस्तो लाग्छ मलाई। मैले तुरन्तै मेरा 2-4 शब्द यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। सबैको दिन शुभ रहोस्, खुसी रहोस्। जय मानव सेवा फाउन्डेसन, जय कोटियम।